हामी जाने अहिले कहाँ सुर्खेत। तो यो हो हंसपुरको चौतारी। अहिले साथीहरू बसलाई कुरिराखौँ, हाइवेस आएपछि त्यहीमा जाने। अनि यसो छ यहाँको ठाउँ, पक्का पहिला काँचो थियो। अनि यहाँबाट जान लाग्छ अहिले ट्रक। कहाँ जाने हो बुढी? माइत जाने हो साथीहरू, वहाँ भेट गरेर फेरि भोलि पर्सितिर इन्डियातिर। अगाडि बाटोमा सफर हेर्दै रहनु होला, यो कस्तो नेपालको नजारा। भिडियो बनाइदिने यार। तो ओके साथीहरु, हामी पुगिसक्यौं अहिले यो अमसोदी भन्ने ठाउँमा। हैन, कुन ठाउँ हो यो? लसुने ठाउँमा साथीहरु। बजारबाट आएर मोमो चाउमिन खाएर प्याक गराएर अनि बियरको बोतल लगेर घर जान हो बाजेको लागि। अब यहाँबाट पैदल जाने हो साथीहरु। बाटो पनि खतरा छ, हामी जाने फेरि त्यो पारी डाँडामा हो। अनि मेरो बुढी अब यसरी जान लाग्छ यहाँतिर ब्याग बोकेर। सामान अलिकति साथीहरु दे पनि गरको बहायो बैग। हेलो जी, कैसा लग रहा है? बहुत नहीं अच्छा लग रहा है। बहुत भारी भारी लग रहा है क्या? साथीहरु यहाँ मकैको खेत भइरहा, दाङमा त पुरा ठुल्ठुला भइयो, यहाँ साना छन्। हामी जाने भनेको साथीहरु त्यो पारी हो, यहाँ पारी। ठाउँबाट जाने बेला अप्ठ्यारो हुन्न, आउने बेला धेरै अप्ठ्यारो हुन्छ, भिड हुन्छ धेरै गाडीमा। त्यही पनि केही छैन, योपालि ठिक ल्याइयो, छिटो आइयो। अब जाने हो। अनि यहाँ यता पाए फेरि लसुनेमा फेरि खेतीबाडी राम्रो गर्दैछन्। योपालि त्यस्तो खास केही देखिएको छैन।
पोहोर साल जस्तो। साथीहरू ससुराली जाँदा जाँदा यस्तो भारी भारी बर्कम पुगेर जानुपर्छ। अनि हेर्न सक्नुहुन्छ कति छ ठुलो भारी। झुटो साथीहरू उहाँले आफै भन्नुभएको आफै बोक्नुभएको देखाउनुभयो नत्र हामी बोक्न सक्छौँ। साथीहरू हेर्न सक्नुहुन्छ यहाँ सब्जी लौका अनि यहाँ हो चिचिन्ना के हो अनि करेला पनि पाक्या छन्। भैँसीले तल परेर हेरेखा तल खेतमा साथीहरू रोपाइ चलिरहेको। यसरी हुन्छ गाउँघरमा रोपाइ। यता रोपाइ भइसक्यो साथीहरू। यता तल हुँदैछ। ल साथीहरू अमसुदी पुल पनि आइसक्यो पारि हैन। अब त्यसलाई त्यहाँबाट हिँडेर माथि पाल्नापट्टि पुग्ने हौ। अनि अझै आधा घन्टा लाग्छ साथीहरू पैदल पैदल जाने। अनि माथिको भ्यू इन्जोय गर्नु साथीहरू। क्या बादल छ, क्या डाँडा छन्, क्या मौसम छ। रोमान्टिक हो रे मौसम। हेर्नुहोस् साथीहरू कस्तो कुलो यो। यतापट्टि पनि कुलो बिचमा खेत। साथीहरू नेपालमा यस्ता हुन्छन् पाइप स्टिलका नै रबरका पाइप। साथीहरू हामी पैदल पैदल पुगिसकेँ। मैले अमसुदी पुल हिँड्दैछौँ गफ गर्दैछौँ भ्यूको मजा लिँदैछौँ भनौँ। अलि पछि हजुरलाई म यहाँको नदी पनि देखाउँछु भेरी नदी। साथीहरू के हो यस्तो एन्ट्रीमा त यस्तो के हो यस्तो यो साथी नेपालको सिस्नो साग खतरावाला। यसको साग पनि खान्छन् धेरै औषधि पनि हुन्छ यो। साथीहरू यो हो नेपालको तिते करेला। सानो फुच्चे करेला जङ्गली भन्छन् यसलाई। साथी अब सुरुवात भयो यो पुलको। तल साथी भेरी नदी यता पनि तल हेर्दा साथीहरू चक्कर जस्तो लाग्छ हो यो पुलमा त। अनि उहाँ हेर्नु साथीहरू घुमाउरो। साथीहरू त्यहाँ सानो सानो देखेन तिनी बच्चा नहाल्न खान्थे माछा पकाउन लान्छ साथीहरू थाहा छैन। कस्तो लागिरहेको बुढी पुलमा हिँडेर। मलाई डर लाग्यो आँखा रिङ्गटा लाग्यो हौ। साथीहरू पुलमा हिँडेपछि आँखा रिङ्गटा किन लाग्छ हौ? मोडर्न ड्यू पिएर आएको त्यही पनि डर लागिरहेछ हौ साथीहरू। किन यस्तो? हुन त ससुराल जान लाग्छ के थाहा उहाँ झल्काउला नि कि तिमीहरू डर लाग्दो जस्तो। उहाँ हेर्नु साथीहरू ढुङ्गा। ढुङ्गा माथि धेरै मान्छेले कपडा धुन्छन्। मस्त ठाउँ हो रे बाबा। क्या दामी छ नि। होइन साथीहरू अब अलिकति छ जाने त्यहाँ माथि अलिक छ डाँडा नाग्ने। आउँदा आउँदा अहिले हाउलिया टाइट भइसक्यो। अनि यिनी हुन् भिन्डीका बुट्टा साना। यिनी हुन् मकै। साथीहरू यो हो बिउ धानको बिउ। खेत अहिले यहाँ खेत हिलाएनन् खेती जोतेछन् अहिले पछि जोतेर लगाउनु त होला नि धान। साथीहरू यता त मकै पनि भइसकेका रहेछन्। सानो बुट्टामा मकै लगाएर हेर्नु साथीहरू पुरा कम्प्लिट भएको छैन अहिले। साथीहरू म आइसकेँ अहिले यहाँ कहाँ ससुरालीमा। अनि आएर म सुत्या छु अहिले। माथि चलाएको पङ्खा यो मच्छरसित बस्ने झुल अनि यो बाहिरको नजारा डाँडा पाखा। साथीहरू यो हो धानको बिउ यो हो माथि डाँडा अनि यो हो घर। यसले गर्न लाग्छ काम बुढीले। के गर्न लाग्छ बुढी? साथीहरू यो हो पुरानो घर टङ्गभिङ्ग गरेर अहिले यसको फेरि पारी सारे हो बाख्राकोट बनाएको हो। अनि यो हो टोयलेट बाथरुम। यो हो चल्ला घर।